सो हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानलमा आइसकेको छु। आज नयाँ ब्लग। आज मेरो चाहिँ फर्स्ट ब्लग होइन। म चाहिँ बाहिर चढाउन जानु लाग्यो होइन। अब टक्क लाएर म चाहिँ बाहिर चढाउन जान्छु होइन। मेरो घर चाहिँ त्यहाँ पछाडि छ होइन। गाइज म चाहिँ अब यसो बाहिर चढाउन जान गएको। अब मम्मी कामले बाहिर जानु भएको होइन। म चाहिँ अब बाहिर चढाउनु पर्यो होइन टक्क लाएर गाइज। बाहिर पनि गाइज तपाईहरुले चाहिँ मेरो यो पहिलो भ्लगमा तपाईहरुले माया देखाउनु पर्यो नि। म चाहिँ यसरी नै डेली भ्लग हाल्ने छु हैन गाइज। तपाईहरुको सपोर्ट चाहियो के गाइज। तपाईहरु सपोर्ट देखाउनु पर्यो। बाख्रा चाहिँ माथि गए कोही तल गए हेर्नु कोही माथि गए। यो चाहिँ मेरो कुकुर गाइज। म चाहिँ बाख्रा माथि लैजान्छु। गाइज भिडियो चाहिँ पुरै हेर्नु होला हैन। मेरो भिडियो कस्तो हुन्छ कमेन्ट गर्नु होला टक्क लाएर। राम्रो भयो भने सब्स्क्राइब गरिदिनु गाइज। टक्क अब चाहिँ गइरहेको छु। मेरो अगाडि बाख्रा छ शीतल ह गाइज। त्यता घाम लाग्यो यता चाहिँ शीतल नि। ल उभो गाइज। यस्तै छ जिन्दगी। गाउँघरमा बसेपछि काम गर्नै पर्छ गाइज। हिँड्न उँभो गाइज मेरो कुकुर आइज खाली आइज गाइज। ल लैन छ गाइज। यहाँ चाहिँ उकालो छ होइन। आइया हिँड ल। सो गाइज म चाहिँ जङ्गलतिर आइसकेँ। अहिले माथितिर जान्छु अनि होइन। ल हिँड। त्यो चाहिँ मेरो फर्स्ट भ्लग। फर्स्ट चाहिँ होइन हाल्न चाहिँ दुईटा होला जस्तो लाग्यो। त्यो चाहिँ स्कुलको होइन नाचेको र अनि त्यो बाइकमा बसेको होला जस्तो लाग्यो गाइज। यो चाहिँ म बाहिर चढाउन यस्तो काम अब यस्तो डेली भ्लग छँदै आउँछ। तपाईहरुले चाहिँ सब्स्क्राइब हानिदिनु पर्यो होइन। माया देखाइदिनु पर्यो। त्यति हो गाइज। अबदेखि म सर्ट भिडियो नि हाल्छु लङ भिडियो नि हाल्छु। मैले चाहिँ फ्री फायर नि खेल्छु होइन। फ्री फायरको भिडियो नि हालेको छु होइन। हेरिदिनु होला सबै भिडियो। लाइक सब्स्क्राइब सेयर हानिदिनु। त्यही हो अरू केही होइन गाइज। म चाहिँ माथि बारीमा आइसकेको छु। अब बाख्रा चाहिँ हामीले उता लगेर त्यता छोडिदिने अनि चर्छ। अब कता गाइज कुकुरै हरायो त। कता पछाडि आइरह। त्यहाँ चाहिँ अर्को नि कुकुर छ। अब बसेर भुकिरह गाइज। देखिँदैन जुम गरेर देखाइन्छु हल्का। त्यहाँ उयो देख्नु भयो त्यही होइन। त्यो चाहिँ माथि घरको आमाको कुकुर। त्यो चाहिँ लाट्टै ठुलो गाइज। दुईवटा कुकुर रहेछ त्यहाँ। सो म चाहिँ एक्लै बाहिर चढाउनु। अहिले त्यहाँको आमा नै आउनुहुन्छ अनि हुन्छ। सो म चाहिँ बारीमा आइसकेँ। यस्तै छ होइन गाइज। यस्तो टक्क त्यता बारी यत्रो विधि घाम लागिरह बारीतिर। त्यो काप्रा बोट बढी माथि चाहिँ म स्कुल जान्छु। माथि जानुपर्छ बाटै छ माथि नि। अहिले चाहिँ बाख्रालाई यतै चराउँ होला। अलिक माथि लैदा भन्नु पर्यो गाइज।
अलि माथि द कि बाख्रालाई च अलि बुझ उहाँ माथि चाहिँ पानी ट्याङ्की छ उहाँ माथि अलिअलि देखिरह होला त्यहाँ चाहिँ देखे छैन राम्रोसँग छेक्के त्यो चाहिँ पहिला त्यहाँ बाजेहरू बस्नुहुन्थ्यो अहिले चाहिँ माथि घरमा नयाँ घर बनाएर बस्नुभयो त्यो चाहिँ टाढो गाइज मकै लगाएर बाँदर कुर्ने अनि यही हो गाउँ चाहिँ उहाँ चाहिँ आमाको घर यिनी कान्छी आमाको घर तपाईँहरू नि ठिकै हुनुहुन्छ होला होइन गाई सन्चै हुनुहुन्छ होला टक्क म चाहिँ अब रुखा चढेर बस्छु यसरी टक्क लाएर यतापट्टि बाबै ठक्कै पुरा गाइस लु यहाँ बसी म चाहिँ रुखमा टक्क लाएर रुखमा बसेँ गाइस हेलो गाइस मैले चाहिँ फेस चाहिँ रिभिल गरे जस्तै लागिसक्यो होइन गाइस